Hey guys, welcome back to my channel. आज हामी तिहारको भाइ टिकाको दिन ल म रेडी सेडी भएर अब चाहिँ हामी तिहारको टिका लाउन जाँदैछौँ यही हजुरबाको घरमा हो। सबैजना अङ्कलहरू फुपूहरू दिदीबहिनी सबैजना ग्यादर भएर बस्नुभएको छ। अब हाम्रो चाहिँ भाइ टिका कसरी मनाउँछौँ भन्ने कुरा चाहिँ तपाईँहरूलाई भिडियोमा देखाउँछु। सबैजना चाहिँ भिडियो लास्टसम्म हेर्नु होला है त। गाइज म चाहिँ पुरा कोट सोट लगाएर टक्क टिपटप भएर बसेछु। अब चाहिँ हामी होइन यो हाम्रो ट्रेडिसन अनुसार घर अगाडि चाहिँ अब हामी ओखर फुटाल्न गइरहेछौँ। अब तपाईँहरूकोमा पनि पक्कै नै फुटालिसक्नु भयो होला। ल अब भिडियो हेर्दै गर्नु होला है त। ओखर फुटाल्छौँ अब हामी। वा ओखरको पुरा टुक्रा टुक्रा बनाइदिने कान्छीले, हेर्नुहोस् त। गाइज म चाहिँ अब यहाँ टिका लाउन हजुरबाको घर आइसकेँ, अङ्कलको घर है। अब यहाँ हाम्रो चाहिँ फुपू दिदीहरू बस्नुभएको छ ढोकामा। अब चाहिँ ओखर फुटाल्ने काम हुँदैछ यहाँ यो घरमा होइन। यहाँ चाहिँ हाम्रो रङ्गोली छ। भिडियो हेर्दै गर्नु होला है त। ल यताबाट हाम्रो चाहिँ अर्को अङ्कल आउँदै हुनुहुन्छ, पुरा टक्क कोट सोट लाएर आमामा ह्यान्डसम फुल ह्यान्डसम ढाका टोपी भएर दौरा सुरुवाल लाएर लाउरे अङ्कल आउनु भयो। ल गाइस भिडियो हेर्दै गर्नु होला है। यहाँ मासु बनाउँदैछौँ। अब हाम्रो चाहिँ अब भाइ टिकाको दिन बिहान बिहान अब मासु बन्दैछ। तपाईँहरूकोतिर के बन्दैछ कमेन्ट गर्नु होला है त। जुना दिदी हाम्रो फुपूले चाहिँ अब ग्रह कटाउनको लागि तयारी गर्दै हुनुहुन्छ। ल ब्याकग्राउन्डमा चाहिँ हाम्रो अब तिहारकै गीत चलिरहेछ। हाम्रो यो तिहारको माला रेडी छ तिहारको लागि, भाइ टिकाको लागि। हाम्रो चाहिँ भाइ टिका लगाउने कार्यक्रम सुरु हुँदैछ। अब हाम्रो कान्छो अङ्कलहरू अनि अङ्कलको छोरा भाइ टिका लगाउन बस्नुभएको छ। भाइ टिकामा चाहिँ अब सानोको पालो पहिला आउँछ टिका लगाउन। अब दसैँ भएको भए चाहिँ ठुलोबाट हुन्थ्यो है। ल बाबु बस 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 टिका लाउनु पर्छ के। अङ्कललाई लास्ट भोक लाग्छ क्या उता स्टार्ट गरिसक्नु भयो। ल यसरी चाहिँ हामीले भाइ टिका मनाइन्छ है। जाता मतलब पसंद आया।
होला एकदम ढोक्नु पर्छ ल अब हाम्रो चाहिँ बाबाहरूको पालो आयो लास्टमा बाबा र अङ्कलको सबै अरू सानो अङ्कलहरूको भ्याइयो अब जेठा र माइला भएको पालो आयो म चाहिँ टक्क टिका सिका लगाएँ मालासाला लगाएँ होइन मेरो चाहिँ अब टिका लगाउने काम सक्यो अङ्कलले भिडियो लिइदिनु भएको अब भिडियो कस्तो बाङ्गो टिङ्गो कस्तो लिनुभयो जस्तो लाग्छ मलाई हेरौँ यहाँ चाहिँ हाम्रो बाबा र चन्द्र अङ्कलको टिका लगाउने काम चल्दैछ छैन ल गाइज मेरो भ्लगिङ चलिरहेको ल यसरी चाहिँ हामीले भाइटिका मनाइन्छ फुपूहरूले चाहिँ ल चन्द्र अङ्कललाई यसरी भाइको लागि चाहिँ अब दाइको लागि गिफ्ट दिइरहनु भयो गाइस अब हामीले चाहिँ अब तिहारको टिका लगायो होइन सबैजना टिका सिका लगाएर माला साला लगाएर अब हामीले चाहिँ टिका लगाउने कार्यक्रम त सक्यो अब खाना खाने कार्यक्रम बाँकी छ त्यसपछि अब खाना साना खाइसकेपछि अब नाच सास खेल्नुहुन्छ अब म्यारेज साइज अलिकति खेल्ने भयो होइन तपाईँहरू चाहिँ भिडियो हेर्दै गर्नु है गाइज अब साँझ भइसक्यो होइन अब हामी तास खेलेर बितायो अब चाहिँ हामी यहाँ पटेका सटेका पड्काउन गइरहेछौँ होइन बाटोको बिचमा चाहिँ हामी यो खालको चाहिँ पटेका पड्काउँछौँ तपाईँहरू चाहिँ भिडियो हेर्नु होला रमाइलो छ यो हाम्रो गाउँमा एकदमै भैलो खेल्ने टिम आइरहेछ यहाँ ल है त ल हेर्नुहोस् त पैसा खाइदियो यार उठा
भाइटिकाको दिन हामी देउसी भैलो पनि हेर्न गइयो होइन। झन्डी बुर्जा पनि खेलियो, पटेका सटेका पनि पड्काइयो होइन। अब लास्ट एउटा चाहिँ चक्रे पटेका पड्काएर हामी चाहिँ यो भ्लग इन गर्न गइरहेको छौँ। अब तपाईँहरूले पनि हाम्रो जस्तै रमाइलो गर्नुभयो होला पक्कै पनि। ल अब यो चाहिँ चक्रे पटेका चाहिँ कसरी पड्किन्छ यो चाहिँ तपाईँहरू हेर्नु होला है त। ल सबैजनाले मेरो च्यानल हेरेर लाइक सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। थ्याङ्क यू गाइज। सहकारी गरेर हामी वाउ 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 लिएर हजुरहरूको घर दैलोमा आइपुगेका छौँ। हेर्नुहोस् ल चक्रे चक्रे हामी मात्र नभएर हामी हाम्रो बुवामा जस्ता थुप्रै